जत्थाभावी नबोलाऊ हो भाइहरू, जत्थाभावी नबोलाऊ। दो टाटुलाई पाल खान लगाएर हाल्दै त केटा हो समाएर। तेरा बाउले निकाला झारपात, तेरा बाउको वीरता हो सिन्धुली। तेरो दम छ भने तेरो नाम सहित आइज भाइ। तेरो दम छ भने तेरो नाम सहित आइज। तेरो घर, तेरो ठेगाना दे मलाई। तेरा बाउको वीरता होइन सिन्धुली, बुझिस्? कष्टहरू अब तिमीहरूको हातमा हतकडी लगाइदिन्छु म। अपरिचित मान्छे हो। ल ल ल साथीहरू विष्णुजी अनि हाम्रो मिलन लामाजी गोली हान्ने भाइ, अब गोली हानिदिन्छु म भ्रष्टहरूलाई। ल साथीहरू फटाफटी आउनुहोस् है, फटाफटी आउनुहोस्, फटाफटी आउनुहोस्। जत्थाभावी नबोलाऊ हो भाइहरू, जत्थाभावी नबोलाऊ। यति कुरा भनेछ मैले, जत्थाभावी नबोलाऊँ है प्लिज, भनेको मान्नुहोस्। ल यो लास्ट गेम हो मेरो होइन, अब त्यसपछि म भरे मात्रै आउँछु। सबैजना साथीहरूलाई एकदम धन्यवाद छ, नमस्कार छ होइन। शेर्पाजी विष्णुजी शेर्पाजी ल त साथीहरू विष्णुजी लास्ट गेम हो साथीहरू यो अहिलेको लागि चाहिँ। सेरक्स विष्णुजी ल अलिकति राम्रो प्ले गरौँ त। 4 रोजेस भएन। ल तपाईँसँग बुस्टर होला, बुस्टर हानौँ त विष्णुजी। बुस्टरै चाहिँदैन नि तपाईँलाई यार, मेरो कोही छैन, के का बुस्टर चाहियो? ल त ल डबल ट्याप मात्रै गरौँ है साथीहरू, डबल ट्याप गरौँ। जस्ट यु हेलो लक्ष्मी कार्कीजी आइदिनु भयो, फेरि पनि धन्यवाद छ है त। ल लक्ष्मीजी आराम हुनुहुन्छ? ल 2 मिनट बाँकी छ हामीसँग, अब धेरै छैन साथीहरू। ल है दो टाटुलाई पाल खान लगाएर हाल्दै त केटा हो समाएर। दो टाटु भन्ने लगाएर चाहिँ लगेर हाल्दै त पाल खानामा। हजुर लक्ष्मीजी नमस्कार हजुर। ल विष्णुजी ल है साथीहरू सबैजना आउँछ, सबैजना। अब यो लास्ट गेम हो होइन, लास्ट गेममा हार जित जे भए पनि मलाई फरक पर्दैन। ल त ल मेरा साथी, तेरा बाउले निकाला झारपात, तेरा बाउको वीरता हो सिन्धुली। तेरो दम छ भने तेरो नाम सहित आइज भाइ। तेरो दम छ भने तेरो नाम सहित आइज। तेरो घर, तेरो ठेगाना दे मलाई। तेरा बाउको वीरता होइन सिन्धुली, बुझिस्? मेरा पुर्खाले पनि लडाइँ लडेर सिन्धुली बनाएको हो। देशद्रोहीका नाइके चुप्प लागेर बस। तेरा बाउको वीरता होइन तैँले मलाई सिन्धुलीबाट निकाल्नको लागि, बुझिस्? एन्सर कस्तो लाग्यो तँलाई? ल त ल विष्णुजी ल है तेरो रहर पुरा गराइदिउँ। ल भाइ तेरो रहर पुरा गरिदिएँ मैले, ब्लक गरिदिएँ जा। तेरो रहर मैले पुरा गरिदिइसकेँ। ल ठिक छ, फेरि पनि पुण्यजीले जित्ने सम्भावना छ, उहाँलाई बधाई दिउँ हामी सबैजनाले है त। अहिले कहाँ हतार गरे या तपाईँ